धन्यवाद छ। जय मसी सबैजनालाई। खुसी लाग्यो धेरै समयपछि यसरी अनलाइन सङ्गतिमा तपाईँहरूलाई देख्नु पाउँदा। हाम्रो तिलक दाइले धेरै समय अगाडिदेखि नै भनिराख्नु भएको थियो। अनि कहिले चर्चको कार्यक्रम, कहिले ट्रेनिङ, कहिले घरैसी कार्यक्रम, कहिले कता भएर सङ्गतिमा बस्ने मौका पाइराखेको थिएन। तर आज प्रभुलाई धन्यवाद भएको होस्, यसरी सङ्गतिमा बस्ने, तपाईँहरूसँग रहनै, परमेश्वरलाई धन्यवाद दिने एउटा अवसर मौका पाएँ। अनि सञ्चालन गर्नुहुने दाइलाई धेरै धन्यवाद दिन चाहन्छु मलाई यो समय दिनुभएको लागि। म पास्टर चाहिँ होइन, चर्चमा सेवाकाई चाहिँ गरिराखेको छु। हुन्छ, ढिलो नगरिकन म तपाईँको बिचमा छोटो परमेश्वरको वचनलाई यहाँ ल्याउन चाहन्छु। पहिले यहाँनिर स्क्रिन सेयर गर्न मिल्छ है? ओके, मैले सानो पावर पोइन्ट बनाएको थिएँ। देख्दै हुनुहुन्छ? मैले चाहिँ हजुरलाई देखाएको छुइनँ है त। यो यसको सिस्टम म हेर्छु है त, डबल मिल्छ कि? ओके, मैले यो स्क्रिन सेयर गर्दै गर्दा हजुरहरूले देख्नुहुन्छ? देखिरहेको छ। ओके, त्यसो भए चाहिँ मैले चाहिँ यहाँ नदेख्ने रहेछु कि हजुरहरूलाई, यो पावर पोइन्ट चलाइसकेपछि चाहिँ। के त्यसो भए म यसलाई स्क्रिन सेयर गरेर हजुरहरूसँग बोल्नेछु है त। यहाँ ओके, मलाई लाग्छ हजुरहरूले देख्दै हुनुहुन्छ भनेर। मैले चाहिँ यहाँ यो पावर पोइन्ट अन भएपछि देख्दैन रहेछ। हुन्छ, म परमेश्वरको वचनलाई यहाँनिर सुरु गइराखेको छु। एक दुईवटा कुरा तपाईँको बिचमा राखेर त्यसपछि हामी वचनमा हामी जानेछौँ। तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ भदौ 22। हजुर, त्यो स्क्रिन क्लियरली देखेको छैन कि मेरो मात्रै नदेखेको? हजुरहरू देख्नु भएको? मेरोमा देखिरहेको छ क्लियरै मबाट चाहिँ। हो, क्लियर देखिरहनु भएको थियो? एकछिन हो र? ए हुन्छ हुन्छ, म हजुर कन्टिन्यू जानु, म अर्कोबाट जोइन गर्छु। मेरो यस्तोबाट किन देखाएन? ओके, यो मैले अलिकति विवरणहरू हजुरको माझमा ल्याउन चाहेँ। हामीलाई थाहा छ केही समय अगाडि भएको घटनालाई नेपालमा भदौ 22-23 गतितिर यो रिन्ट्री आन्दोलनको कारणले गर्दा जे कुराहरू भयो हजुरलाई थाहा छ। अनि त्यतिखेर सबै कुरा जलाएको हामीलाई यो थाहा छ। यति मात्र नभएर धेरै क्षेत्रहरूमा, काठमाडौँ मात्र नभएर बाहिर धेरै क्षेत्रहरूमा पनि सरकारी कार्यालयहरू यहाँनिर जलाएको हामीले न्युजहरू पनि देखिराखेको थियौँ। यो 23 गतिको घटना हो। अनि त्यसपछि केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि अन्तरिम संविधानको प्रधानमन्त्री सुशीला कार्की भएका हामीलाई थाहा छ। र अब नेपालमा चुनाव हुन गइराखेको छ। अनि फागुन 21 गते सबैजनाको मनमा छ को चाहिँ बन्ने होला प्रधानमन्त्री भन्ने कुरा। अनि यहाँ सबै दावेदार व्यक्तिहरू चुनावमा लडिराखेका छन्। मैले तपाईँको बिचमा चुनावको विषयमा र देशको विषयमा भन्नलाई होइन, तर यो सबै कुराको माहौलले एउटा के कुरालाई चाहिँ देखाउँदछ भने देशको भविष्य के हुनेछ भन्ने एउटा ठुलो प्रश्न छ। अब के हुन्छ होला, हाम्रो देशको भविष्य के हुनेछ होला, कसले देशलाई नेतृत्व गर्छ होला, के देशमा परिवर्तन आउन सक्छ, के देशमा नेपाल देश विकसित हुन सक्छ भने यो प्रश्न अहिले भइराखेका हामीले थाहा भइराखेका छ। अनि यो कुरालाई हेर्दै गर्दाखेरि चाहिँ देशमा मात्र नभएर व्यक्तिगत जीवनमा पनि हाम्रो भविष्यमा त्यस्तै चिन्ता छ। त्यही भएको कारणले गर्दाखेरि जब हामी हेर्छौँ भने संसारमा अहिले एआई पाम रिडर भन्ने आएको छ, यो टेक्नोलोजी
विषयमा अलिकति जे गर्नको लागि पनि एआई छ अहिले, जेसुकै गरे तापनि एआई, के रिसर्च गर्नु पर्यो भने एआई छ। अनि यहाँसम्म कि वचन प्रचार तयारी गर्दाखेरि पनि एआईबाट मानिसहरूले गरिराखेका छन्। अनि धेरैवटा क्षेत्रमा चाहिँ एआईलाई युज गरिराखेको छ। र संसारमा पहिला पहिला चाहिँ हात ज्योतिषीहरूलाई हात देखाउने काम हुन्थ्यो। अनि राशिफल हेर्ने काम अहिले पनि भइराखेको छ, अनि मानिसहरूले हेर्ने गर्छन्। र टेक्नोलोजीको वृद्धि भएको कारणले गर्दा अहिले चाहिँ एआई पाम रिडर भन्ने आएको छ, जसमा चाहिँ आफ्नो हात राख्यो भने चाहिँ भविष्यको कुराहरूलाई चाहिँ बताउन सक्छ भन्ने एउटा विश्वास छ मानिसको। अनि यो सबै कुराले चाहिँ के प्रतिनिधित्व गर्छ भने हाम्रो मेरो व्यक्तिगत जीवनको भविष्य के हुन्छ होला भन्ने ठुलो एउटा प्रश्न छ। अनि सायद हामी सबैलाई पनि हुनसक्छ हाम्रो भविष्य के हुन्छ होला भन्ने प्रश्न हुनसक्छ। र त्यो भएको कारणले गर्दाखेरि नै आफ्नो करियर, आफ्नो लाइफ बनाउनको लागि हामी विभिन्न क्षेत्रहरूमा रहेका छौँ। तर किन मानिसहरू आफ्नो भविष्यबारे जान्न चाहन्छन् है त? यहाँनिर मैले एन्सर पनि दिएको छ, किनकि हाम्रो भविष्य सम्बन्धी ज्ञानले हामीलाई वर्तमानमा आशा दिन्छन् है त। भविष्यमा के हुन्छ भन्ने कुरा अहिले थाहा भयो भने चाहिँ हामीलाई अहिले वर्तमानको समयमा चाहिँ हामीले त्यो कुराले चाहिँ हामीलाई आशा दिँदछ। भविष्यमा के हुन्छ भन्ने कुराले चाहिँ अहिले हामीलाई चाहिँ आशा दिन्छ। भोलि कति अबको 5 वर्षपछि, अबको 3 वर्षपछि यस्तो हुनेछ भन्ने कुरा थाहा भयो भने चाहिँ अहिले नै हामी चाहिँ तयारी हुन्छ। मानिलिउँ मलाई अथवा कसैलाई एउटा कुनै रोग लागेको छ भने अबको 1 वर्षपछि चाहिँ त्यो रोग निको हुन्छ भनेर चाहिँ, क्यान्सर लागेको छ भने अबको 1 वर्षपछि चाहिँ त्यो क्यान्सर रोग निको हुनेछ भनेर त्यो गुड न्युज सुन्यो भने चाहिँ के हुन्छ, उसलाई एकदम खुसी लाग्छ होइन, आशा दिन्छ। ओहो त्यो कहिले आउला त्यो दिन होइन, म निको हुने दिन, म राम्रो हुने दिन होइन, मेरो जीवनमा आशिष आएको दिन, राम्रो भएको दिन कहिले हुने भन्ने त्यो दिनलाई पर्खाएकोमा चाहिँ हामी आशामा बस्छौँ। तर यसको क्रिस्चियन भर्जन पनि छ है त। मानिसहरू आफ्नो भविष्य हेर्नको लागि अहिले संसारमा एआई पाम रिडरदेखि लिएर राशिफल हेर्नेदेखि लिएर होइन विभिन्न कुराहरू छन्, सत्सङ्ग गर्छन्। तर क्रिस्चियन भर्जन चाहिँ कस्तो छ भने आफ्नो भविष्य बारेमा जान्नको लागि होइन अभिषिक्त जन भएको व्यक्तिहरूबाटमा गएर हात राखेर मेरो शिरमा हात राखेर प्रार्थना गरिदिनुहोस्, मेरो निम्ति मेरो भविष्य कस्तो हुन्छ होला, म कोरिया जान्छु कि जाँदिनँ, अस्ट्रेलिया जान्छु कि जाँदिनँ होला, म यो देश जान्छु कि जाँदिनँ होला भनेर मानिसहरूले होइन ठुलो व्यक्तिहरूलाई, अभिषिक्त व्यक्तिहरूबाटमा गएर प्रार्थना गरिदिने त्यस्ता खालको पनि चलन छ। प्राय कतिवटा ठाउँहरूमा क्रिस्चियनिटीमा पनि यो कुराहरू छ जुन संसारमा मानिसहरूले गरिराखेका छन्। क्रिस्चियन भर्जनमा पनि त्यो कुराहरू भइराखेको हामी त्यहाँ देख्न सक्छौँ। तर प्रश्न चाहिँ के भने के हामीलाई अबको 1 वर्षपछि भोलिको दिनको विषयमा यो सानो बारेमा, यो विवरण बारेमा हामीलाई जान्न आवश्यक छ होला त? त्यो बारेमा बाइबलले हामीलाई के भन्छ त? त्यो बारेमा हामी हेर्नेछौँ आज। के तपाईँले आफ्नो भविष्य बारेमा अथवा भविष्यको बारेमा के हुनेछ भनेर जान्ने इच्छा छ भने, तपाईँ जान्न चाहनुहुन्छ भने आफ्नो हातहरू देखाएर होइन, तर परमेश्वरको वचनलाई पल्टाएर हामी त्यो भविष्य, हामी क्रिस्चियनहरूको भविष्य, यसोलाई विश्वास गर्नेहरूको हाम्रो भविष्य के हो हामी हेर्नेछौँ। यहाँनिर प्रकाशको पुस्तक 21को 1देखि 8सम्म तपाईँले खोल्न सक्नुहुन्छ। प्रकाशको पुस्तक 1देखि 8सम्म। मलाई लाग्छ तपाईँले सबै कुरालाई देखिराख्नु भएको छ, यहाँ हेर्नु पनि सक्नुहुन्छ है त। तपाईँहरू काममा ड्युटीमा हुनुहुन्छ होला भने यहाँनिर हेर्न सक्नुहुनेछ। म यहाँ पाठ गर्नेछु, तपाईँहरूले हेर्न र सुन्न सक्नुहुनेछ। तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र त अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिँगारिएर तय पारिराखिएकी अर्थात् पवित्र सहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको
बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछ र परमेश्वर आफै तिमीहरूको परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। 5 देखि पनि हामी हेर्नेछौँ अझै तलतिर। सिंहासनमा विराजमान हुनुहुने मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुल्याउनेछु। उहाँले यसो पनि भन्नुभयो, यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म अल्फा र ओमेगा हुँ, आदि र अन्तिम म नै हुँ। तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सित्तेमा दिनेछु। जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ र म त्यसका परमेश्वर हुनेछु र त्यो चाहिँ मेरो छोरा हुनेछ। तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। आमेन। मलाई लाग्छ तपाईँहरूले यहाँ हेर्दै हुनुहुन्छ भन्ने कुरालाई। हजुरको म्युट भएको छ। सुन्नुभयो अहिले? यो दुवैपट्टि जोइन गरेर होला। अहिले यो देख्नु भएको छ कि छैन स्क्रिन? देख्नु भएको छैन? एकैछिन है त, म ल्यापटपबाटै आएँ। मोबाइलमा जोइन हुँदाखेरि चाहिँ यो ल्यापटपमा नहुँदो रहेछ। मैले चाहिँ दुवैपट्टि जोइन गर्न खोजिराखेको थिएँ। के है त, सरी है त, यो कता कता पुगेछ। म फेरि पनि यहाँ स्क्रिन सेयर गर्न चाहेँ है त। फेरि अहिले देख्नुभयो होला है? ओके। ल, क्रिस्चियन जीवन यस संसारमा जिउन कठिन छ, तर हरेस नखानुहोस्, किनभने महिमाले भरिएको सुन्दर भविष्य तपाईँको निम्ति अनन्तता आउँदैछ। यसको मतलब क्रिस्चियन जीवन चाहिँ, हाम्रो क्रिस्चियन जीवन कठिन छ, यो हामीलाई थाहा छ। बाइबलले पनि हामीलाई स्पष्टीकरण देखाउँदछ क्रिस्चियन जीवनमा कष्ट हुन्छ भन्ने कुरालाई। तर कतिपय ठाउँहरूमा बोलिने सुसमाचार र जिउने र प्रचारहरू चाहिँ कस्तो भइरहेछ भने, प्रभुलाई विश्वास गऱ्यो भने सबै कुरा असल हुन्छ, राम्रो हुन्छ, रोग निको हुन्छ, सबै कुरा ठिक हुन्छ, आशिष हुन्छ, प्रशस्त मात्राको आशिष हुन्छ, अनि उहाँलाई विश्वास गर्नुपर्छ, सबै कुरा ठिक हुन्छ भन्ने खालको शिक्षाहरूले गर्दाखेरि कतिवटा शिक्षा गलत भइराखेको छन्। तर बाइबलमा जब हामीले हेर्छौँ भने प्रभुलाई विश्वास गरिसकेपछि हामीलाई प्रशस्तताको धन र सधैँभरि निको हुने चङ्गाई विषयमा प्रतिज्ञा कहिले पनि गर्दैनन्। यद्यपि परमेश्वरले हाम्रो जीवनमा चङ्गाईद्वारा हामीले प्रभुलाई विश्वास गरेको भए तापनि, हाम्रो खाँचोहरूलाई परमेश्वरले पुरा गर्नु भए तापनि, परमेश्वरले कहिले पनि यो प्रतिज्ञा चाहिँ भएको छैन कि उहाँलाई विश्वास गरिसकेपछि हामी धनी हुनेछ, प्रशस्त हुनेछ, सधैँ हरेक रोग निको पार्नुहुनेछ, अनि कष्ट हुने छैन, दुःख हुने छैन, प्रभुलाई विश्वास गरेपछि सबै कुरा राम्रो हुनेछ भन्ने कुरालाई चाहिँ हामीले विश्वास गर्नु हुँदैन, किनभने बाइबलले हामीलाई त्यो प्रतिज्ञा गर्नु दिँदैन। अझ प्रभुले के भन्नुहुन्छ भने, प्रभु येशू ख्रीष्ट क्रुसमा जानु भएर उहाँले विजय गर्नुभएको उद्देश्य नै हामी इसाईहरूले चाहिँ उहाँको क्रुससँग सहभागिता हुनको लागि, अथवा दुःख, उहाँ क्रुसको दुःख, संसारमा कष्ट भोग्नको लागि नै उहाँले हामीलाई चुन्नुभएको छ।
ताकि अरू मानिसहरूलाई कष्टकोसँग उहाँले दुःख भोग्नु पर्छ। हामीले अरू मानिसहरूलाई सुसमाचार प्रचार गर्दै गर्दाखेरि पनि हामीलाई कष्ट हुन्छ। बाइबलमा जति पनि प्रभुका सेवकहरू हुनुहुन्छ, बाइबलभरि नै जब हामी हेर्छौँ भने दुःख र कष्ट बिना उनीहरू जिएको छैन। हरेक सेवक दुःख र कष्टको बाटो भएर नै गएका हामी पाउन सक्छौँ। त्यस कारणले गर्दाखेरि क्रिस्चियन जीवन चाहिँ कष्टपूर्ण जीवन हो। अब 2026 मा छौँ, अस्ति 25 मा थियो, नेपाली क्यालेन्डर अनुसार 2000 हामी अब 83 मा जाँदैछौँ र हामीले एकले अर्कालाई शुभकामना दिन्छौँ। 2083 मा चाहिँ तिमीलाई असल हुनेछ, राम्रो हुनेछ, चङ्गाई छुटकारा, हामी आशिष बोल्छौँ, त्यो राम्रो कुरा हो। तर त्यो सबै कुरालाई हामीले बोलेको कुरा, त्यो सबै कुरा आशिषमय कुरा, असल कुरा नै सबैको जीवनमा पुरा हुन्छ भन्न सकिँदैन। तर एउटा कुरा चाहिँ पक्कै हुन्छ, त्यो चाहिँ कष्ट, दुःख, पीडा, कठिन यो समय भएर हामी सबै जानु पर्छ। किनभने परमेश्वरले हामीलाई यो संसारमा रहँदाखेरि कष्ट भोग्नको लागि प्रतिज्ञा गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि यहाँनिर हामी हेर्न सक्छौँ, यूहन्नाको पुस्तकमा पनि भनेका छन् 16:33 मा, मैले तिमीहरूलाई यी कुराहरू यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। बाइबलले प्रभुलाई विश्वास गरिसकेपछि हामीलाई धन सम्पत्ति र सधैँभरि निको हुने चङ्गाईको प्रतिज्ञा गर्दैन, तर बाइबलले हामीलाई चाहिँ उहाँले शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हामीलाई सङ्कष्टमा हामी हुनेछ भन्ने प्रतिज्ञा दिनुभएको छ। र हामीलाई तर खुसीको कुरा चाहिँ के छ भने साहस गर, मैले संसारलाई जितेको छु। हामीलाई खुसीको कुरा, हामीलाई हाम्रो भविष्य चाहिँ यही हो। हाम्रो भविष्य चाहिँ भोलि के हुनेछ भन्दा पनि हाम्रो भविष्य चाहिँ अनन्तता हो। यस कारणले गर्दा आजको वचन मैले तपाईँको बिचमा ल्याउन चाहेको अनन्तता भनेको के हो। भविष्य आपको यो संसार पृथ्वी रहन्जेलसम्म म के हुनेछु, कस्तो हुनेछु भन्दा पनि यो पृथ्वी पछिको जीवनको बारेमा परमेश्वरले हामीलाई चाहिँ हाम्रो भविष्य क्लियरली दिनुभएको छ। यस पृथ्वीमा रहँदै गर्दाखेरि अबको 1 वर्षपछि, भोलिको दिनमा, पर्सिको दिनमा के हुन्छ भन्ने विषयमा उहाँले हामीलाई दैनिक भजनको निम्ति प्रार्थना गर्नुको लागि हामीलाई प्रोत्साहन दिनुहुन्छ र हाम्रो भविष्यको बारेमा क्लियरली उहाँले हामीलाई बाइबलमा लेखेको हामीलाई पाउँदछ। हाम्रो भविष्य चाहिँ मृत्यु पारेको विषयलाई चाहिँ क्लियरली छ। यस कारणले गर्दाखेरि अनन्तता भनेको के हो भन्ने विषयलाई मैले तपाईँको बिचमा यहाँ सुरु गर्दैछु। अघि हामीले बाइबलको वचन पढिहालेँ, फेरि म बिस्तारै हामी जानेछौँ, समय कति हुन्छ त्यो अनुसार हामी अगाडि बढ्नेछौँ। पहिलो पदलाई हामी हेर्नेछौँ, योना सुसमाचार, योना र प्रकाशको पुस्तक र पत्रहरू पनि लेखेका छ। अनि हामीलाई थाहा छ यूहन्ना चाहिँ 12 जना चेलाहरू मध्येमा एकजना हो, जो चाहिँ येशू ख्रीष्टको एकदम नजिकको चेला भनेर हामी त्यहाँनिर पाउन सक्छौँ। र योहन्नाले येशू ख्रीष्टले गर्नुभएको आश्चर्य कामहरू देखेको थियो, होइन। प्रेरित यूहन्नाद्वारा पनि होइन धेरै आश्चर्य कामहरू भएको हामीले त्यहाँनिर पाउन सक्छौँ। अनि सुसमाचारको निम्ति योहन्नाले कष्ट भोगेको हामीलाई थाहा छ। अनि यतिखेर उनी टापुमा एक जेल जस्तै जीवन जिएर बसिराखेका हामी यहाँनिर थाहा गर्न सक्छौँ यतिखेर योहन्नालाई। अनि यतिखेर योहन्नाले उसलाई चाहिँ योहन्नाले यो दर्शन देख्दै गर्दाखेरि चाहिँ योहन्ना कष्टमा छ है त। योहन्ना एकदम कष्टको बाटो भएर गइराखेको थियो। यतिखेर योहन्नाले जब दर्शन देखे, उसले दर्शन देख्दै गर्दाखेरि फेरि क्रिस्चियनहरू सताइराखेको देखेन। उसले यो दर्शन देख्दै गर्दाखेरि चाहिँ क्रिस्चियनहरू चाहिँ धेरै दुःखमा पीडामा परेको देखेको छैन। तर उसले दर्शन देख्दै गर्दाखेरि के देख्यो भन्दाखेरिमा उसले भनेको छ, तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र त अब छँदै थिएन। हेर्नुहोस् त यहाँनिर योहन्नाले देखेको दर्शनमा ऊ कष्ट र पीडामा छ, तर उसले देखेको दर्शन चाहिँ के छ, नयाँ आकाश र नयाँ पृथ्वी। हाम्रो भविष्य चाहिँ यो, भविष्यमा के हुनेछ भन्दाखेरि भविष्यमा हामी अनन्ततामा हामी जानेछौँ। र त्यो अनन्तता कस्तो छ हामी हेर्नेछौँ। यहाँनिर हेर्दै गर्दाखेरि
के भनेको छ पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। यसको मतलब पापले दूषित पारेको संसारमा हामी बसिराखेका छौँ र यो पापले दूषित पारेको संसारभित्र चाहिँ यो संसार चाहिँ बितिसकेको थियो। यतिखेर योनाले देखिराखेको दर्शनमा जब आदम र हब्बाले गरेको पापद्वारा संसारभरि नै त्यो पापले दूषित पारेको यो संसारमा परमेश्वरको उत्तम योजनाद्वारा पापी मानिसको लागि पवित्र परमेश्वरले पाप बोक्नु भएर उहाँ चाहिँ हाम्रो लागि बलिदान हुनुभयो ताकि सबै मानिसहरू सबै व्यक्तिहरूको जीवनमा चाहिँ सबै मानिसहरूले चाहिँ मुक्ति पाओस् उद्धार पाओस् भन्ने हेतुले र आज अहिले हामी यस संसारमा हामी बसिराखेको छ। यस कारणले गर्दा हाम्रो जीवनमा कष्ट दुःख पीडाको बाटो भएर हामी हिँड्नु परिराखेको छ र यो बाटो हामीले हिँड्नै पर्ने हुँदछ। अनि यहाँनिर जब हामी हेर्छौँ भने योनाले पनि त्यही बाटो हिँडिराखेको छ। कष्टमा छ तर उसले देखेको दर्शन चाहिँ फेरि कष्ट छैन। त्यहाँनिर के छ नयाँ आकाश छ नयाँ पृथ्वी छ। हामीले यसरी विचार गर्दै गर्दाखेरि चाहिँ पहिलो आकाश र पहिलो पृथ्वी भने यो संसार चाहिँ यतिखेर बितिसकेको थियो। सबै कुरा भस्म भइसकेको थियो र यो कुरामा चाहिँ दुईवटा विचारहरू छ विद्वानहरूको। पहिलो विचार चाहिँ के छ भने यो संसारलाई परमेश्वरले आगोद्वारा भस्म नष्ट पार्नु हुनेछ र परमेश्वरले नयाँ फेरि पृथ्वीलाई फेरि नयाँ कुरालाई चाहिँ परमेश्वरले बनाउनु हुनेछ। नयाँ पृथ्वीलाई बनाउनु हुनेछ नयाँ आकाशलाई बनाउनु हुनेछ र त्यो नयाँ आकाश र नयाँ पृथ्वीमा चाहिँ हाम्रो न्यायको समयपछि चाहिँ प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूलाई चाहिँ त्यो ठाउँमा राख्नेछ भन्ने एउटा विचार छ भने अर्को विचार चाहिँ के छ भने परमेश्वरले चाहिँ यही पृथ्वी लाई जब उहाँले नष्ट पार्नुहुन्छ फेरि रिन्यू गर्नुहुनेछ फेरि यही पृथ्वीलाई फेरि नयाँ तरिकाले बनाउनु हुनेछ र यही पृथ्वीमा जस्तो आदम र हब्बालाई अदनको बगैँचामा राखे जस्तै यस पृथ्वीलाई नयाँ तरिकाले बनाउनु हुनेछ भनेर दुईवटा विचारहरू छ। जे होस् जे भए तापनि परमेश्वरले उहाँलाई विश्वास गर्ने हुनेहरूको लागि चाहिँ अनन्ततामा लानुहुनेछ यो हामीलाई थाहा छ। अनि परमेश्वरले जब यो पृथ्वीलाई बनाउनु जब यो नयाँ आकाश र नयाँ पृथ्वी भन्छ त्यतिखेर आदम र हब्बाले जुन अदनको बगैँचा थियो अदनको बगैँचा जस्तो पाप गर्न सक्ने सम्भावनाहरू चाहिँ अब हुने छैन। त्यतिखेर चाहिँ पाप गर्न सक्ने सम्भावनाहरू थियो अब चाहिँ त्यस्तो हुने छैन। अब चाहिँ कस्तो हुन्छ नयाँ आकाश र नयाँ पृथ्वी हुनेछ। त्यहाँनिर चाहिँ पाप गर्ने सम्भावनाहरू नै हुने छैन। पाप गर्ने विचारहरू नै हुने छैन। त्यहाँनिर कुनै पनि किसिमको पाप गर्ने ठाउँहरू नै हुने छैन। त्यहाँ चाहिँ कम्प्लिटली रिन्यू हुनेछ। त्यतिखेर चाहिँ पुरै नयाँ हुनेछ र यसमा धेरैवटा कुरा छ तर म अलिकति अगाडि बढ्न चाहन्छु। यहाँनिर एउटा शब्द इन्डिकेट गरेको छ यो चाहिँ अलि आश्चर्यजनक लाग्दछ। यहाँनिर योनाले के भनेको छ भन्दाखेरिमा किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए समुद्र त अब छँदै थिएन। अब यहाँ के भनिराखेको छ के कुरा भइराखेको छ के कुरा गरिराखेको छ हेर्नुहोस् त्यहाँनिर समुद्र त अब छँदै थिएन। मैले अलिकति यहाँ पिक्चरहरू ल्याएको छु। उसले नयाँ यो एउटा परिकल्पना मात्रै गर्न सकिन्छ एउटा पिक्चरहरूद्वारा। ऊ एउटा टापुमा छ उसको वरिपरि समुद्रहरू छ त्यो समुद्रको टापुको बिचमा छ र उसले दर्शनमा चाहिँ समुद्र देखिराखेको छैन। यसको मतलब यो होइन कि स्वर्गमा पानी छैन। यसको मतलब चाहिँ हामी अहिले हेर्नेछौँ हामीले प्रकाश 22को 1तिर हेऱ्यौँ भने त्यहाँनिर जीवनको पानीको विषयमा हामी त्यहाँ पाउन सक्छौँ। खोलाको विषयमा झरनाको विषयमा त्यहाँ छ। यहाँनिर समुद्र त अब छँदै थिएन भन्नुको अर्थ चाहिँ अब स्वर्गमा पानी छैन भन्नु खोजेको होइन। समुद्र त अब छँदै थिएन। समुद्रको विषयमा जब हामीले यसो विचार गर्छौँ भने तपाईँहरू विदेशमा हुनुहुन्छ हजुरहरूलाई थाहा छ विदेशमा समुद्र भन्ने बित्तिकै छुट्टी मनाउनको लागि होइन समुद्रको बिचमा गएर त्यहाँ शान्त वातावरणमा भएर बस्ने अथवा रिल्याक्स गरेर बस्ने एउटा स्थानलाई जनाउँदछ। तर नेपालमा चाहिँ नेपाललाई चाहिँ भूपर्याष्ट देश भनेर चिनिन्छ। यस कारणले गर्दा यहाँनिर चाहिँ कुनै पनि समुद्रहरूमा गएर जाने छुट्टीमा त्यस्तो अवस्थाहरू छैन। तालहरू छ तर यहाँनिर बाइबलमा समुद्र भन्ने शब्दले चाहिँ के कुरालाई जनाउँछ भने समुद्रलाई चाहिँ हामी हेर्छौँ नि मसाको पात एउटा बाधकको रूपमा हामी त्यहाँ
हामीले त्यहाँनिर बाधा यहाँनिर अलिकति मेरो फोन आएको जस्तो गर्न चाहे है त। भएर अलिकति गाह्रो भयो मलाई चाहिँ। ठिक छ, सुन्दै हुनुहुन्छ बोलेको? सुन्दै हुनुहुन्छ भने म अगाडि बढ्न चाहन्छु। फोन आउँदै गर्छ, केही छैन। समुद्र भन्ने बित्तिकै हामी के थाहा पाउन सक्छ भने परमेश्वरले हामी बाइबलमा जब हेर्छ भने मोसाको पालामा लाल समुद्र तारेको थियो उनीहरूले, समुद्र बाधाको रूपमा थियो। अनि जब हामीले हेर्छौँ भने येशू ख्रीष्टको पालामा पनि समुद्र आँधीबेहरीले गर्दाखेरि चाहिँ धेरै समस्याहरू भएको हामी त्यहाँनिर पाउन सक्छौँ। अनि त्यहाँनिर फेरि पनि हामी अझै अगाडि बढ्छ भने योहना प्रेरित को समयमा चाहिँ त्यतिखेर पनि पावलको समयहरूमा प्रेरित पावलको समयहरूमा पनि सुसमाचार यात्रामा आँधीबेहरी आएको हामी पाउन सक्छौँ। समुद्र भन्ने बित्तिकै एक डरलाग्दो होइन, समुद्र भन्ने बित्तिकै एकदम भयानक कुरा होइन, जसले चाहिँ बाधा दिन्छ भन्ने कुरा बुझिन्थ्यो। तर योहनाले यतिखेर दर्शन देख्दै गर्दाखेरि चाहिँ समुद्र अब छँदै थिएन। यसको मतलब त्यो चाहिँ योहनाको लागि गुड न्युज थियो। योहनाको लागि चाहिँ एकदम असल समाचार चाहिँ के थियो भने समुद्र अब छँदै थिएन, स्वर्ग यति राम्रो थियो। यसको मतलब त्यहाँनिर कुनै पनि कष्ट थिएन। यो संसारमा चाहिँ कष्ट छ, तर जब मैले दर्शन देखेँ, जब स्वर्गको दर्शन उसले देखेँ, त्यहाँ कुनै पनि कष्ट छैन। त्यो दर्शन उसले देखिराखेको छ। 2 पदमा म अलिकति अगाडि बढ्न चाहेँ। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलै जस्तै गरी सिङ्गारे तयार पारे कि अर्थात् पवित्र सहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। यो चाहिँ स्वर्गीय बासिन्दाहरूको विषयमा भनेको छ, अथवा चर्चको विषयमा यहाँनिर हामी भनेको हामी यहाँनिर पाउन सक्छौँ। है त, चर्च के हुनेछ? चर्च अब हामी विश्वास गर्नेहरूको हाम्रो भविष्य चाहिँ यो हो। है त, मैले स्वर्गबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारे तयार पारिराखेँ कि अर्थात् पवित्र सहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। यसको मतलब हाम्रो विषयमा, प्रभुलाई विश्वास गर्नेहरूको विषयमा, ख्रिस्टमा रहनेहरूको विषयमा चाहिँ यहाँनिर दिएका हामी पाउन सक्छौँ। यहाँनिर एक दुईवटा शब्दहरू छ, हजुरले हेर्न सक्नुहुन्छ। दुलहाको निम्ति दुलही, यो कुरा हामी पाउन सक्छौँ। चर्चलाई परमेश्वरले दुलही जस्तै तयार पार्नुहुन्छ पवित्र आत्माद्वारा, परमेश्वर वचनद्वारा भन्ने कुरालाई। र अर्को कुरा चाहिँ पवित्र सहर नयाँ यरुशलेम। यही प्रकाशको 21को हामीले 9-10 पदमा हामी हेऱ्यो भने यो कुराहरू पाउन सक्छौँ। त्यहाँनिर भनिएको छ 10 पदमा विशेष गरी, तिनले मलाई पवित्र आत्मामा एउटा ठुलो र उच्च पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरुशलेम मलाई देखाए। है त, यसको मतलब यो यहाँनिर एउटा शब्द छ, यो पवित्र सहर र नयाँ यरुशलेम भनेको चाहिँ ठाउँको विषयमा, प्लेसको विषयमा होइन, लोकेसनको विषयमा होइन, यो चाहिँ पर्सनको विषयमा हो, यो चाहिँ व्यक्तिको विषयमा भनिएको छ। यहाँनिर सहर भनेर अथवा यरुशलेम भनेर चाहिँ कुनै पनि स्थानलाई तोकिएको छैन। यो चाहिँ व्यक्तिको विषयमा, स्वर्गीय बासिन्दाहरूको विषयमा, चर्चको विषयमा भनिएको छ। यसको धेरै कुरा छ, अलिकति अगाडि जानेछु, समय अगाडि बढेको कारणले गर्दा। प्रकाश 21को 2 पदले भन्नु खोजेको कुरा चाहिँ चर्चको विषयमा, व्यक्तिको विषयमा, उहाँलाई विश्वास गर्ने मानिसहरूको विषयमा, है त, दुलहीको विषयमा। 3 पदमा हामी जानेछौँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, र परमेश्वरको बास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछ र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। मलाई लाग्छ क्रिस्चियनिटीमा अथवा क्रिस्चियनहरूमा, चर्चहरूमा धेरैपल्ट गलत प्रचार भएको विषय, प्राय हामी त्यो कुरामा विश्वास गर्छौँ, तर धेरैपल्ट गलत प्रचार भएको विषय चाहिँ स्वर्ग र नरकको विषयमा। किनभने हामीले चाहिँ स्वर्गलाई हामीले व्याख्या गर्दै गर्दाखेरि अभियसली उहाँलाई विश्वास गरेपछि हामी अनन्तताको जीवन, स्वर्गीय जीवन हामी जिउँछौँ। उहाँमा विश्वास गर्ने जो ख्रिस्टमा छौँ उहाँहरूले चाहिँ स्वर्गीय जीवन जिउनुहुन्छ। तर
प्रसारहरू चाहिँ कस्तो भइरहेको छन् स्वर्ग भन्ने बित्तिकै के हामीले विचार गर्छौँ भने सुनको सडकको विषयमा हैन स्वर्ग भन्ने बित्तिकै सुनको सडकको विषयमा स्वर्ग भन्ने बित्तिकै एकदम शान्त वातावरण हामी परिकल्पना हैन यदि हामीले पनि त्यो कुरा सोचिराखेको छ भने त्यो चाहिँ कुरा कहाँबाट आयो भन्दाखेरिमा त्यो चाहिँ हामीलाई चाहिँ सोसल मिडिया र चलचित्रले इन्फ्लुएन्स गरेर आएको कुरा हो त्यो चाहिँ स्वर्ग चाहिँ सुनको गल्लीको विषयमा होइन सुनले बनेको गल्लीहरूको विषयमा होइन स्वर्ग चाहिँ हेर्न सक्नुहुन्छ 3 पदमा लेखेको छ स्वर्ग चाहिँ कुनै एउटा प्लेस लोकेसनको विषयमा होइन सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने एउटा परमेश्वरको बास मानिसहरूसँग भएको छ द्याट इज स्वर्ग यो चाहिँ स्वर्ग हेभेन भन्ने बित्तिकै हामीले स्वर्ग भन्ने बित्तिकै एउटा परमेश्वरले हामी शान्त वातावरण भएको एकदम त्यहाँनिर छुट्टै माहौल हैन त्यो छुट्टै परमेश्वरले आराधना मात्र गरिराखेको हैन स्तुति प्रशंसा गरिराखेको भजन गाइराखेको मात्र हामीले परिकल्पना आउँछ त्यस्तो होइन स्वर्ग बाइबलले पुरा बाइबललाई जब हामीले अध्ययन गर्छौँ फरक छ हेर्नु त हैन उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँको प्रजा हुनेछ र परमेश्वर आफै तिनीहरूको परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ सिंहासनबाट स्वर्गको सिंहासनबाट यसको मतलब के हो भन्दाखेरिमा स्वर्ग स्थानको बारेमा होइन तर परमेश्वरको बारेमा हो स्वर्ग भन्ने बित्तिकै परमेश्वर हो ख्रिस्ट नै स्वर्ग हुनुहुन्छ ख्रिस्ट नै स्वर्ग त्यहाँनिर अभियसली नयाँ पृथ्वी नयाँ आकाश छ त्यहाँनिर पुरानो पृथ्वी बिति गएर नयाँ पृथ्वीहरू छ तर स्वर्गको व्याख्या चाहिँ प्लेसको विषयमा होइन स्थानको विषयमा होइन स्वर्ग भन्नेको विषय चाहिँ परमेश्वरको विषयमा बाइबलमा हामी जब हेर्छौँ भने स्वर्गीय स्थान भनेको छ स्वर्गीय स्थान भनेर चाहिँ त्यहाँनिर शैतान बसेको स्थान पनि जनाएको छ एफिसी 6:12 हामी हेर्छौँ भने र अर्को ठाउँमा जब हामी दानिएल प्रकाशको पुस्तक अरू ठाउँहरूमा हामी हेर्छौँ भने त्यहाँनिर स्वर्गको सेनाहरूको विषयमा पनि लेखिएको छ स्वर्गीय स्थान भनेर प्रभु अनि धेरैजनाले के भन्छ भने स्वर्ग चाहिँ पृथ्वीको तलतिर छ स्वर्ग पृथ्वीको मास्तिर छ यता दायाँ छ बायाँ छ मास्तिर चाहिँ हामी देखाउँछौँ हामी परमेश्वरलाई आराधना गर्दै गर्दा त्यो हाम्रो सिम्बलाइज हो ठिक छ त्यो कुरामा तर स्वर्ग चाहिँ कुनै पनि स्थानको विषयमा होइन स्वर्ग चाहिँ परमेश्वरको बारेमा स्वर्ग भन्ने नै ख्रिस्ट नै हुनुहुन्छ अनि हामीले उहाँलाई विश्वास गर्नु कारण उहाँमा जानु उहाँसँग रहनु हो यसको धेरैवटा कुराहरू छ हामी अगाडि बढ्नेछौँ अनि यो चाहिँ हाम्रो भविष्य है त उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन र शोक र पीडा पनि हुने छैन किनकि पहिलाका कुराहरू बितिसकेका छन् यूहन्नाले यतिखेर उसले कष्ट भोगिराखेको छ मृत्युसँग सङ्घर्ष गरिराखेको छ उसलाई शोक पीडा भइराखेको छ तर उसले देखेको दर्शनमा चाहिँ के छैन अब आँसु छैन त्यतिखेर हाम्रो भविष्य चाहिँ यो हुनेछ हाम्रो त्यहाँ कुनै पनि किसिमको आँसु हुने छैन पीडा हुने छैन कष्ट हुने छैन त्यहाँ चाहिँ सबै कुरा परमेश्वरले हाम्रो आँसुलाई पुछिदिनु हुनेछ यो चाहिँ हाम्रो भविष्य हो त्यो हाम्रो भविष्य हो यस कारणले गर्दाखेरि चाहिँ अहिले हामीले जे कष्ट भोग्छौँ त्यो कुराको लागि चाहिँ हामी दुःख मान्नु भएन हाम्रो जीवनमा कष्ट हुन्छ पीडा हुन्छ अभियसली छ तर हाम्रो त्यो सबै बावजुद पनि प्रभुले हामीलाई भन्नुभएको छ ढाडस गर मैले संसारलाई जितेको छु अनि यस कारणले गर्दाखेरि यो संसारमा हामी जे गर्छ परमेश्वरले हाम्रो उहाँलाई प्रेम गर्ने हुनेहरूको लागि भनाइ गर्नुहुन्छ एउटा कुरा चाहिँ हामीले विचार गर्नुपर्छ कि परमेश्वरले हाम्रो खाँचोहरूलाई पुरा गर्नुहुन्छ तर परमेश्वरले हाम्रो सबै अभिलाषाहरूलाई पुरा गर्नुहुन्छ यस कारणले बाइबलमा लेखेको छ तिमीहरू माग्नु त माग्छौ परमेश्वरलाई तर बेठिकसित माग्छौ 1:4-3 लेखेको छ यसको मतलब यो हो कि उहाँलाई विश्वास गरेपछि हामीलाई के पनि हुँदैन भन्ने कुरा खोजेको होइन तर उहाँलाई विश्वास गरेपछि उहाँमा जिउने व्यक्तिहरूको लागि चाहिँ कष्ट अनिवार्य छ 100% आउँछ कसैले पनि नचिताइ हुन्छ कि कष्ट आउँदैन भनेर कष्ट सबैको जीवनमा अनिवार्य छ अब नयाँ वर्ष नयाँ दिनहरू आउँदैछ अब नयाँ वर्ष नयाँ दिनहरूमा धन सम्पत्ति आउँछ आउँदैन त्यो भन्न ग्यारेन्टी छैन हैन हाम्रो जीवनमा अब नयाँ रोगहरू आउनेछ नयाँ चङ्गाइहरू आउँछ आउँदैन तर कष्ट चाहिँ 100% पर्खिराखेको छ हामीलाई
त्यो बाटो भएर हामी जानै पर्छ। त्यस कारणले गर्दाखेरि उहाँले हामीलाई कष्ट भोग्नको लागि सहभागिता, उहाँसँग कष्टमा सहभागिता भयो भने उहाँसँगै महिमित हुनेछौँ भनेर पनि भनिएको छ। यो बाइबलीय कुरा हो। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई प्रेम गर्ने उनीहरूको लागि, उहाँको अभिलाषाको लागि बोलाएको उनीहरूको लागि चाहिँ परमेश्वरले भलाइ गर्नुहुन्छ। उहाँले हामीलाई जुटाउनुहुन्छ, उहाँले हामीलाई सहायता गर्नुहुन्छ, आर्थिक ताममा पनि सहायता गर्नुहुन्छ, शारीरिक रूपमा पनि उहाँले हामीलाई भौतिक रूपमा पनि सहायता गर्नुहुन्छ, उहाँले हामीलाई जुटाउनुहुन्छ। तर उहाँले हामीलाई जुटाउनुहुन्छ तर हाम्रो अभिलाषालाई पुरा गर्नुहुन्न। 5 देखि 6 पद, सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुल्याउनु छु। उहाँले यसो पनि भन्नुभयो, यो लेख यी कुराहरू भरपर्दा र सत्य छन्। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म अल्फा र ओमेगा हुँ, आदि र अन्त म नै हुँ। तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सित्तैमा दिनेछु। उहाँले फेरि पनि के भन्दै हुनुहुन्छ, म सबै कुरा नयाँ तुल्याउनु, सबै कुराहरू बित्यो, अब सबै कुरा नयाँ हुनेछ। सबै कुरा हामीले देखिराखेको कुरा भन्दा एकदम फरक कुरा हुनेछ त्यतिखेर। त्यो चाहिँ हाम्रो भविष्य हो। उहाँले यसो पनि भन्नुभयो कि यो कुरा भरपर सत्य कुरा। र यहाँनिर एउटा शब्द छ अल्फा र ओमेगा, हामीलाई थाहा छ। अल्फा र ओमेगा भनेको चाहिँ हिब्रू लेटरको ए र जेड भने जस्तै, नेपालीको क र ज्ञा भने जस्तै हिब्रूमा चाहिँ अल्फा र ओमेगा, आदि र अन्त्य म नै हुँ भन्ने कुरा यहाँनिर हामीले पाउन सक्छ। अब सिद्धियो भनेको चाहिँ अब पुरानो कुराहरू चाहिँ सकिसकेको छ। अब पुरानो पृथ्वी बितिगएको छ, पहिलेको पृथ्वीहरू बितिगयो। आदमबाट सरेर आएको पापले दूषित पारेको संसार चाहिँ बितेर गएको छ। अब चाहिँ नयाँ पृथ्वीमा चाहिँ हामी हुनेछौँ। 6 को अन्तिम पद, अन्तिम खण्डलाई हामी हेर्नेछौँ। यहाँनिर 6 को अन्तिम र 7 को पहिलो 7 पदलाई हामी हेर्नेछौँ। यहाँनिर हामी के पाउन सक्छौँ भने, तिर्खाउनेहरूलाई जीवनका पानीको फोहराबाट म सित्तैमा दिनेछु। जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ र म त्यसको परमेश्वर हुनेछु र त्यो चाहिँ मेरो छोरा हुनेछ। यहाँ दुईवटा कुरा हामी हेर्नेछौँ। त्यसपछि मैले अलि अगाडि बढाएर चाहेँ अनि अन्त्य गर्न चाहन्छु यो पछि। यहाँ दुईवटा कुरा हामी हेर्नेछौँ। हामी साँच्चै नै अनन्तताको जीवन हामीले जिउनु हो भने, अथवा कोही पनि व्यक्तिले जसले प्रभुलाई विश्वास गर्नुभएको छैन, अथवा प्रभुलाई विश्वास गर्ने हामी व्यक्तिहरूले पनि अनन्तताको जीवनको लागि चाहिँ दुईवटा काम गर्नुपर्नेछ। पहिलो कुरा चाहिँ पहिले चाहिँ ख्रिस्टमा आउनुपर्नेछ। तिर्खाउनेहरू, तपाईँले यहाँ देख्न सक्नुहुन्छ, तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सित्तैमा दिनेछु। तिर्खाउनेहरू भने उहाँमा विश्वास गर्नेहरू, उहाँलाई पहिला तिर्खाउनु पर्यो। हामी चाहिँ विश्वास गर्नु, ख्रिस्टमा आउनु पर्यो पहिलो कुरा, र दोस्रो कुरा चाहिँ ख्रिस्टमा रहनु पर्यो। हामी त्यसो पहिलो सुरुमा चाहिँ ख्रिस्टमा आउनु पर्नेछ र दोस्रो कुरा चाहिँ उहाँमा रहनु पर्नेछ। यहाँनिर हामी हेर्दैछौँ, जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ। विजय प्राप्त गर्छ भनेको उहाँमा रहने व्यक्तिहरू, विजय प्राप्त गर्नको लागि रहने व्यक्तिहरूले चाहिँ के हुनेछ, उत्तराधिकार पाउनेछ। मतलब उहाँसँग हामी हुनेछौँ, रहनेछौँ, अनि उहाँ हाम्रो परमेश्वर हुनुहुनेछ र हामी उहाँको सन्तान हुने अधिकार हामीले पाउनेछ। कतिखेर भन्दाखेरि जतिखेर चाहिँ हामी उहाँमा रहन्छौँ। कतिपल्ट हामी क्रिस्चियन भएर पनि उहाँमा रहँदैनौँ, अनि संसारको कुराहरूमा र हाम्रो काम व्यस्तताको कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई भन्दा बढी प्राथमिकता अरू कुराहरूलाई दिइराखेको हुन्छ। जुन बाइबलमा खराब इच्छा, इभिल डिजायर भनेको चाहिँ परमेश्वरलाई भन्दा पनि कुनै पनि कुरालाई बढी प्राथमिकता दिनु भनेको, त्यो भनेको चाहिँ मूर्ति पूजा हो, कलोसी 3 को 5 अनुसार। यस कारणले गर्दाखेरि चाहिँ हाम्रो कामको उद्देश्य के हो, हामी काम गरिराखेका छौँ, हामीले काम गर्नुको उद्देश्य के हो, हाम्रो करियरको उद्देश्य के हो, हामीले गरिराखेको हाम्रो अध्ययनको उद्देश्य के हो, हामीले गरिराखेको हाम्रो दैनिकी जीवनको उद्देश्य के हो, त्यो सबै कुराको उद्देश्य चाहिँ ख्रिस्टमा हुनु जरुरी छ। यदि हामीले संसारमा त्यो कुरालाई त्यही कुरालाई मात्र जिइराख्यो भने चाहिँ हामी ख्रिस्टबाट धेरै टाढा हुनेछ र हाम्रो आफ्नो विचारहरूले परमेश्वरको वचनलाई थिचिराखेको हुन्छ। धेरैपल्ट यस्तो गर्दा पनि भइहाल्छ नि, यहाँसम्म गर्दा भइहाल्छ नि भन्ने कुरालाई हामीले गरेको कार्यहरूद्वारा, हामीले गरेको कतिवटा सेवाकाईको कार्यहरूद्वारा पनि काममा भइराखेको हुन्छ, तर ख्रिस्टबाट हामी टाढा भइराखेको हुन्छ। तर परमेश्वरले हामीलाई उहाँमा रहनको लागि जहिले पनि आह्वान गराउनुहुनेछ। र अन्तिम भयो, तर
डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हतियारहरू, व्यभिचारहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कनी कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। बाइबलमा तर भन्ने शब्दले चाहिँ गुड न्युज देखाउँछ प्राय गरी, तर यहाँनिर चाहिँ हामी हेर्छौँ भने के हुनेछ होइन दोस्रो मृत्युको विषयमा छ। जब हामीले एफिसीको पुस्तक 2 अध्यायलाई हामी हेर्छौँ भने त्यहाँनिर आदमले गर्यो, आदमको समयमा यो भयो यो भयो यो भयो यो भयो, त्यसपछि ख्रिसको समयमा तर ख्रिस आउनु भयो भने यो भयो, तर पछि त्यहाँनिर गुड न्युज छ। तर यहाँनिर जब हामी चाहिँ तर पछि डरपोकहरू, विश्वासीहरू, घिनलाग्दाहरू होइन यहाँनिर इन्डिकेट गरेको छ, उनीहरू चाहिँ दोस्रो मृत्युमा जानेछ, आगो र गन्धक दन्कनी कुण्डमा हुनेछ। कोहरू भन्दाखेरि जोहरू चाहिँ ख्रिस्टमा आउँदैनन् र जोहरू चाहिँ ख्रिस्टमा रहँदैन। यी दुईवटा कुरा लाई चाहिँ हामी विचार गर्न सक्छौँ। अनि यसको मतलब यो हो कि हामी अहिले कष्ट भोगमा जिएर परमेश्वरमा अगाडि बढ्यौँ भने चाहिँ हामी अनन्तताको जीवनमा जानेछौँ। तर हामी क्रिस्चियन भएर पनि ख्रिस्टमा रहेनौँ भने चाहिँ हाम्रो चाहिँ दोस्रो मृत्यु अथवा हामी अनन्त नरकमा, अनन्तता त हुन्छ तर नरकको मृत्युको मा चाहिँ हाम्रो जीवन हुनेछ। तर प्रश्न चाहिँ के हो भन्दाखेरिमा धेरैपल्ट हाम्रो जीवनमा धेरैवटा प्रश्नहरू आउँछ, यस्तो गर्दा पनि हुन्छ, यो गर्दा पनि भइहाल्छ, मैले 10 वर्ष भेटिदिइराखेको छु, काम गरिराखेको छु, सङ्गति गरिराखेको छु, भइराखेको छ, सबै कुरा ठिक छ जस्तो लाग्छ। तर सबै कुरा ठिक हुँदा पनि त्यहाँनिर समथिङ मिसिङ, केही कुराहरू चाहिँ गलत भइराखेको हुन्छ। कतिवटा शिक्षाको कारणले गर्दाखेरि, हाम्रो चर्चहरूमा र हाम्रो व्यक्तिगत जीवनमा सिकाइने शिक्षाहरूले गर्दा र अहिलेको टेक्नोलोजीको कुराले गर्दा, अघि पनि मैले भने एआई पाम रिडर बाट अहिले मानिसहरूले कतिपल्ट त्यो कुराहरू गरिराखेका छन्। तर प्रश्न चाहिँ के भन्दाखेरिमा अहिले हाम्रो मृत्यु भयो भने, अहिले हामी मऱ्यो भने के हामी स्वर्गमा जान्छौँ होला त भन्ने चाहिँ मेन ठुलो प्रश्न छ। यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ उहाँमा रहनु जरुरी छ। अनि हामीलाई यो सिम्पल कुरा लाग्छ, तर एकदम महत्त्वपूर्ण कुरा चाहिँ यो छ कि हामी के को लागि जिउँदैछौँ। हाम्रो अन्तिम जीवनको उद्देश्य नै यही कुरा हुनेछ कि अनन्ततामा हामी जिउनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा छ। यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरले हामीलाई दुलहीको रूपमा उहाँ लिन आउँदै हुनुहुन्छ। र हाम्रो जीवनको हरेक सङ्गतिमा जिउँदै गर्दा र जीवनको हरेक यात्राहरूमा चाहिँ अब हामी ख्रिस्ट आउने होइन ख्रिस्टको पर्खाइमा जब हामी जिउँछौँ भने चाहिँ त्यतिखेर हाम्रो अनन्तता चाहिँ नजिक आउँदै गरेको हुँदछ र हामीलाई अहिले भोगिराखेको कष्ट केही जस्तो पनि लाग्दैन। यस कारणले गर्दाखेरि हजुरहरू जुनै पनि देशमा, जुनै पनि क्षेत्रमा अहिले काम गरिराख्नु भएको छ, आफ्नो काममा हुनुहुन्छ, सबै क्षेत्रमा जस्तो अवस्थामा हुनु भए तापनि ख्रिस्टमा रहनको लागि म प्रोत्साहन दिन चाहन्छु। र हामी सबै अहिले हाम्रो भविष्य के छ भन्ने कुरालाई हामीले हेऱ्यौँ। अनन्तताको जीवन चाहिँ हाम्रो भविष्य हो। अनि त्यो भविष्यको लागि अहिले भएको कष्ट चाहिँ हाम्रो लागि अतुलनीय छ। यो चाहिँ हामीले तुलना पनि गर्न सक्दैन। अनि अहिलेको समयमा हाम्रो भविष्यको बारेमा अफवाह फैलाउने व्यक्तिहरू हाम्रो जीवनमा होइन विभिन्न इन्टरनेटको मार्फतबाट र विभिन्न मार्फतबाट आउनु भए तापनि त्यो कुराबाट यस्तो शिक्षाहरूबाट हामी होसियारी रहनु पर्दछ कि प्रभुको दोस्रो आगमन हुन लागिसक्यो भन्ने खालको शिक्षाहरूबाट र हामीलाई चाहिँ अब म भोलि के हुन्छ भन्ने सानो भविष्य बारेमा विवरणहरू जान्न खासै जरुरी छैन हाम्रो, किनभने हाम्रो भविष्य क्लियर छ। अनि हामी चाहिँ अब हार्छु कि भनेर जिराख्नु पर्दैन, किनभने ख्रिस्टले हामीलाई जितेर देखाइसक्नु भएको छ। यस कारणले गर्दा अब हामी जब जिउँछौँ भने विजेताभन्दा महानको जीवन जिउँछौँ। अनि अब हामी हार्छौँ भनेर डरले जिउनु हुँदैन। यदि कसैले हामीलाई हाम्रो भविष्य बारेमा यो हुनेछ त्यो हुनेछ भनेर भनिराखेको छ भने त्यो चाहिँ स्क्याम हो। त्यो चाहिँ हाम्रो त्यहाँनिर समथिङ इज रङ, त्यहाँ चाहिँ कुनै रङ भइराखेको छ, त्यहाँ चाहिँ गेम भइराखेको छ, त्यहाँनिर कुनै पनि नेगेटिभ गेम भइराखेको छ। हामीलाई चाहिँ ठाडो हिसाबमा नै हामीलाई चाहिँ नेगेटिभ रूपमा हामीलाई चाहिँ सिधा रूपमा चाहिँ हामीलाई चाहिँ स्क्याम गरिराखेको छ त्यहाँनिर चाहिँ। यस कारणले गर्दाखेरि यस्तो अफवाहहरूबाट, यस्तो खालको शिक्षाहरूबाट हामी अलग रहनुपर्छ, किनकि हाम्रो भविष्य परमेश्वरको वचनले हामीलाई क्लियरली देखाइसक्नु भएको छ। अब हामीलाई अर्को भविष्य जानको लागि जरुरी छैन।
अभियसली मण्डली एकताको लागि परमेश्वरले हाम्रो जीवनमा हाम्रो मण्डलीहरूमा एकताको लागि त्यो मिलाप गर्नको लागि अगमबाडीको कुराहरू हुनेछ। तर हाम्रो भविष्य चाहिँ अब पुरा रूपमा क्लियरली हामीले हेरिसकेका छौँ। त्यस कारणले म उस दिन चाहन्छु हजुर जुनै ठाउँमा जुनै क्षेत्रमा हुनुहुन्छ त्यो क्षेत्रमा आउँदै गरेको दुःख कष्ट भए तापनि कहिले पनि दुःख नसक्ने भयो भनेर यदि निराशमा चिन्तामा हुनुहुन्छ भने 100% यो संसारको जबसम्म अन्त्य हुँदैन हाम्रो जीवनको सास यो पृथ्वीमा जबसम्म सकिँदैन तबसम्म यो संसारमा हामीलाई कष्ट हुन्छ दुःख हुन्छ। परमेश्वरको वचनले हामीलाई प्रतिज्ञा गरेको छ दुःख हुन्छ कष्ट हुन्छ भनेर। अनि यस कारणले गर्दाखेरि हामी निराश हुनु पर्दैन किनभने हाम्रो महिमाले भरिएको संसार महिमाले भरिएको अनन्तता हामीले देख्नेवालामा छौँ। यस कारणले गर्दा म उत्साह दिन चाहन्छु हाम्रो आत्मा मात्र होइन हाम्रो शरीर पनि महिमाले भरिएर हैन त्यतिखेर ग्लोरियस बडी हाम्रो महिमाले भरिएको शरीर लिएर ख्रीष्टसँग हामी रहनेछौँ। हुन्छ परमेश्वरलाई महिमा भएको होस्। वचनद्वारा हामी छोटो म वचन प्राप्त हुनेछौँ। म अनि बाँकी सबै म